हामी कहाँ भनेर आज चाहिँ जङ्गल आएको जङ्गल पनि किन आएको भन्दाखेरि चाहिँ उता हड्डिँदै हुनुहुन्छ ल आज आएको कारण चाहिँ ए झोलाभरि बेल बेल टिप्न आएको उता पानी नभएको ठाउँमा गोइले सोप्लाइ हो क्या ए यो चाहिँ बेल भयो के अरे पाकेको खाने सबै होइन ल जानु नि त खुट्टा घाउ बाखा पाउनु फेरि गइहाल्यो नि ल ए टेकेन्द्र चढिसक्यो मलाई यत्रो किलोको भारी बोकाएर यार कति किलो हो यो समथिङ 7-8 किलो त छ यो मलाई पनि माथि तानौ न यार ए महादेव ए झर्यो ए होइन त हल्ले फाले हो म तर्सेर रुक्नु है एकछिन अब म माथि चढेपछि ब्लग गर्छु है हजुर उहाँहरू चाहिँ तुत्दै हुनुहुन्छ ए यो बाँदर यादै छ होला के अरे यो बाँदर त जहिलेको पनि पर्मानेन्ट यहाँ छ हाम्रो बेल देखाउनुहोस् त बेल बेल अब जुस बनाएर खान्छ हामी गएर अब जानै पर्यो जङ्गल जङ्गल भयो भयो ल टेकेन्द्र केच गराउने गर्ने होइन झ्याउला जस्तो टेकेन्द्रलाई केच गर्ने यस्तो तातो पनि के हात हाल्नु पर्यो तर यो बालुवामा हिँड्न लास्टै गाह्रो पुरा बल लाएर हिँड्यो यार खुट्टा पनि पुरै अगाडि नजाने पनि फुस्रुक तर यहाँ गर्मीमा अझै गर्मी बढेपछि त पानी त आएन नि थोरै आउनु न ल 100 रुपियाँ ल म 100 रुपियाँ दिन्छु 100 रुपियाँ भयो रुख 1000 रुपियाँको बाजी गाई यो रुख यत्रो रुख चढे बापत 1000 रुपियाँ रे के हो हजुरले कमेन्ट गर्नु ल अर्को पटकमा हुन्छ भन्यो भने चाहिँ पक्का ल केही नगरिकन पक्का अर्को पटकमा चाहिँ तर यो लुक चाहिँ लास्टै ठुलो हो यस्तो ठुलो हो यो चाहिँ उहाँहरू आइपुग्नु ल अब उहाँ गएपछि गरौँ ल भ्लग अब चाहिँ यो जङ्गलबाट निस्किन लागेको होइन अब हामी निस्किन लागेको बाइकमा आएको थियौँ अघि चाहिँ होइन अब बेल टिप्यो मस्त एक झोला जति अब कति हुन्छ यसको जुस चाहिँ जुस देखाउनु अब यहाँ झोला पुरै भरेर आज होइन उहीँ हाम्रो माछाले पनि टिप्या हो उहाँले झारे हो होइन उहाँले उठाएर अब झोला हाल्ने काम चाहिँ मैले गरेको त्यति हो अब हामी जान्छौँ है हाम्रो राइडिङ सेसन